जब हामीले मानिसमाथि भरोसा गर्छौँ नि, तपाईँ सधैँभरि निराश हुनुहुन्छ। तपाईँले कहिले पनि मानिसमाथि भरोसा नगर्नुहोस्। जब मानिसमाथि भरोसा गर्ने व्यक्तिको जीवनमा चाहिँ तपाईँ जहिले पनि लड्नुहुन्छ। तपाईँले जब मानिसमाथि भरोसा गर्दाखेरि त्यो उठाउने एक दिन कोही पनि हुन्न। तपाईँ जब लड्नुहुन्छ नि, तपाईँलाई उठाउने व्यक्ति कोही हुन्न। मलाई यो भयो त्यो भयो भनेर हामी दुःख सुनाउँछौँ। जब मान्छेलाई भन्छौँ नि, अनि त्यतिखेर चाहिँ तपाईँ र मेरो जीवनमा हेर्ने मात्र हुन्छ, हेरेर हाँस्ने मात्र हुन्छ। ठिक्क पऱ्यो भन्ने मान्छे पनि हुनसक्छ, होइन? अनि तपाईँले आज मानिसमाथि भरोसा गरेको कारणले तपाईँ लड्नुहुन्छ। तपाईँलाई उठाउने मान्छे कोही हुँदैन। जब तपाईँले एउटै कुरालाई तपाईँले भरोसा गर्नुहुन्छ नि, उहाँले कहिले पनि लड्नु दिनुहुन्न। उहाँले तपाईँलाई कहिले पनि निराश भएको देख्न चाहनुहुन्न। उहाँ साँचो परमेश्वर हुनुहुन्छ। जब तपाईँले साँचो परमेश्वरसँग तपाईँले जब भरोसा गर्नुहुन्छ नि, तपाईँलाई सबै कुरा दिनुहुन्छ। तपाईँलाई निराशबाट उत्साह दिनुहुन्छ। तपाईँले हरेक परिस्थितिबाट परमेश्वरले तपाईँलाई चाहिँ जीवन दिनुहुन्छ। तपाईँलाई लड्नु दिनुहुन्न। जब तपाईँ गाह्रोमा हुनुहुन्छ, तपाईँ कष्टमा हुनुहुन्छ, तपाईँ अभावमा हुनुहुन्छ, तपाईँलाई एक घाँस खानको निम्ति उहाँले जुटाउनुहुन्छ। तपाईँलाई कहिले पनि भोको राख्नुहुन्न। तपाईँलाई यो हात दिनुभएको छ, खुट्टा दिनुभएको छ परिश्रम गर्नको निम्ति। तपाईँ स्वस्थ हुनुहुन्छ। तपाईँले प्रभुसँग बिन्ती गर्नुहोस्, प्रार्थना गर्नुहोस्, मलाई अझै स्वस्थ तुल्याउनुहोस्, मलाई परिश्रम गर्ने ठाउँ दिनुहोस् भनेर। तपाईँ गाह्रो हुनुहुन्छ, कष्ट हुनुहुन्छ, तपाईँ एकदमै समस्यामा हुनुहुन्छ भने पनि प्रार्थना गर्नुहोस्। तपाईँ विश्वास साथले प्रभुको नजिक आउनुहोस्, प्रार्थना गर्नुहोस्। प्रभुले तपाईँलाई अवश्य दिनुहुन्छ। प्रभुले तपाईँलाई सबै कुरा पुरा गरिदिनुहुन्छ। तपाईँको जीवनमा समस्या, अभाव, यस्तो दुःख, कष्ट आउँछ हो, मान्छे हो, होइन? छेडभड आउँछ, तर छेडभरै जान्छ। किनभने परमेश्वरले सबै कुरा चाहिँ दिनुभएको छ। दुःख आउँछ, कष्ट आउँछ, होइन, सतावट आउँछ, तर पनि तपाईँ र म कहिले पनि हार खानु हुँदैन। तपाईँ र म कहिले पनि निराश हुनु हुँदैन। जब निराश हुन्छौँ, हामी दुःख कष्ट आयो भने